यो भर्खरै भएको घटना हो सिद्धबाबुमा 5 साढे 5 पौनी 6 बजेतिर भएको घटना। यो गाडीमा ढुङ्गा माथिबाट ढुङ्गा खसेर एउटा ठुला प्रत्यक्ष लाइभ देखेका थियौं ढुङ्गा खसेको, तर गाडीमै आएर बज्रियो र यस गाडीभित्र भएका यात्रुहरूलाई चाहिँ केही भएको छैन। यो गाडी चाहिँ सिट भैरवस्थानको लागि हिँडेको थियो। यसरी ढुङ्गा झरेर झरेको छ। गाडी त खतम भएको छ नि, मान्छेलाई केही भएको छैन। ढुङ्गा नफाला माधव, त्यही राख ढुङ्गा। यो गाडी भर्खरै 15 मिनट पहिलाको कुरा हो। ढुङ्गा कहाँ राख्यौ? तर मान्छेलाई चाहिँ केही भएको छैन। भगवानले गर्दाखेरि मान्छेलाई केही भइरहेको छैन। खै यसो अन्त